नयाँ चाहिँ यस्तो किसिमको भइराखेको छ है। यो नयाँ च्याउ यसको लक्षण चाहिँ कस्तो हो है। यस्तो रुसी भइराखेको छ हेर्नु त है। अनि यस्तो भइराखेको छ अहिले नयाँ पछिको आएको। अनि यो पुरानो चाहिँ यस्तो भइराखेको छ र यहाँ च्याउ पनि देखिएको छ है। यस्तो एकदम एउटा यसरी च्याउ देखिएको छ हल्का। अनि हो यस्तो अवस्थामा पानी चाहिँ कसरी चार्ने यो चाहिँ हामीलाई सिकाइदिनु पर्यो है। चाहिँ यहाँनिर अनि यस्तो जागिराखेको छ अलिअलि है यो साइडमा। अनि बाँकी चाहिँ यस्तो छ है। अनि यो अवस्थामा हामीले पानीको सिँचाइ चाहिँ कसरी चाहिँ गर्नुपर्छ यो चाहिँ हामीलाई व्हाट्सएपमै पठाइदिनुहोस् है जानकारी।